दुध ल्याएर आयौँ। आज चाहिँ 3 पोका दुध ल्याएर आएको छु मैले, अब खिर बनाउने भनेर। अब यहाँ चाहिँ खिर पकाउने। लु हेर्नु है साथीहरू, म चाहिँ चिनी लाउँछु अगाडि, कलर भरि राम्रो आउँछ नि त। चिनीलाई यसरी भुट्ने। चिनी चाहिँ यस्तो भइसक्यो, मह जस्तो। हेर्नु त, अब यो कालो हुन्छ हल्का, अनि दुध लगाइदिने। यस्तो भइसक्यो है। चामल चाहिँ अघि भिजाइ राखेको। यसरी चलाउनु पर्छ, चलाएन भने उम्ली जान्छ। यतिको भयो। अब 3 सिटी लगाइदिने मजाले, अनि खिर पाक्यो। मेरो खिर कस्तो भयो हेरौँ है त। लु है साथीहरू, खिर यस्तो भएछ। यस्तो राम्रो, हेर्नु त। एकै ल हेर्नु है, मेरो खिर यस्तो मिठो भएको छ, यस्तो मिठो भएको छ। हेर्नु त, तपाईहरु पनि यसरी पकाएर खानु ल। आज चाहिँ म नुन पनि बार्नु थियो कि, पहाडमा हाम्रो काका खस्नु भयो, त्यही भएर मेरो खाना यही हो आजको। मेरो छोरालाई पनि मिठो भएछ, यस्तो मजाले खाँदैछ। हेर्नु नि, लस्टै तातो छ। यति भन्नु आएको ल, अर्को भिडियोमा भेटौँ ल।